बाबा हजुर अहिले यो रेटहरू घटिरहेछ अहिले चाहिँ यो अब लोन फिक्स गर्ने टाइम राइट टाइम आएको हो अब यसमा पहिलो कुरा त के छ भने डिफरेन्स बुझ्नु पर्यो भेरिएबल र फिक्स रेटको भेरिएबल होम लोन भनेको कस्तो भने जब रिजर्भ ब्याङ्कले क्यास रेट बढाउँछ अथवा घटाउँछ त्यो अनुसार ब्याङ्कहरूले होम लोनको इन्ट्रेस्ट रेट घटाउने र बढाउने नेचरको लोन अथवा यो सधैँ रिजर्भ ब्याङ्कको क्यास रेटसँग यो टाई नहुन सक्छ मार्केट कन्डिसन अनुसार इन्ट्रेस्ट रेट बढ्ने अथवा घट्ने लोन चाहिँ भेरिएबल हो वेयरएज फिक्स लोन भनेको चाहिँ कस्तो भने 1 वर्षदेखि 5 वर्षसम्म अस्ट्रेलियामा चाहिँ लामो टर्मको फिक्स लोन छैन 10 वर्षको नि छ तर कमनली चाहिँ 1 वर्षदेखि 5 वर्ष फिक्स गरिन्छ र हरेक खालको लोन भनेको 1 वर्षको 2 वर्षको 3 वर्षको फरक खालको इन्ट्रेस्ट रेट चाहिँ ब्याङ्कले अफर गर्छ अहिले पछिल्लो टाइम चाहिँ मेन गरी 2-3 वर्षको 1 देखि 3 वर्षको इन्ट्रेस्ट रेटहरू चाहिँ अलिकति सस्तो छ भेरिएबल भन्दा त्यसले गर्दाखेरि यतिखेर हामीले अलि धेरै इन्क्वायरीहरू यो बारेमा पाइरहेका छौँ तर डिफरेन्स के हो भने फिक्स रेट चाहिँ एकचोटि फिक्स गरिसकेपछि त्यो ड्युरेसनमा रिजर्भ ब्याङ्कले इन्ट्रेस्ट रेट घटाउँदा क्यास रेट घटाउँदा बढाउँदा अथवा अरू पनि कुनै हिसाबले पनि त्यो रेट तलमाथि हुँदैन यदि त्यसलाई ब्रेक गर्न पर्यो 3 वर्षको तपाईँले फिक्स लिनु भएको छ र अब 2 वर्षतिर गएर त्यसलाई ब्रेक गर्नु पर्यो भेरिएबल रेट सिग्निफिकेन्टली सस्तो भएर ब्रेक गर्नु पर्यो भने त्यतिखेर चाहिँ फाइनान्स फी ब्रेक फी भनेर लाउँछ र त्यो ब्रेक गरेर कुनै पनि फाइदा हुँदैन त्यसले गर्दाखेरि अब आउने दिनमा कति घट्छ त कसैलाई ठ्याक्कै थाहा छैन तर सबैको प्रेडिक्सन चाहिँ आउने दिनमा चाहिँ क्यास रेट घट्छ र त्यो कारणले गर्दाखेरि चाहिँ होम लोनको इन्ट्रेस्ट रेट पनि घट्छ भन्ने छ कति ब्याङ्कहरूले चाहिँ यही वर्ष अझै 2 देखि 3 चोटि इन्ट्रेस्ट रेट 0.25 ले घट्छ भन्ने प्रेडिक्सन उनीहरूको छ त्यसले गर्दाखेरि यदि अहिले फिक्स रेट लियो भने चाहिँ अब तपाईँले 1 वर्ष फिक्स गर्नु भने 1 वर्ष अथवा 3 वर्ष फिक्स गर्नु भने 3 वर्ष यो बिचमा जुन इन्ट्रेस्ट रेट घट्छ त्यसको बेनिफिट चाहिँ तपाईँले नपाउने हुनसक्छ तर सेम टाइम यदि त्यस्तो नभएर इन्ट्रेस्ट रेट घटेन अथवा बढ्यो यो बिचमा भने चाहिँ अब तपाईँले फिक्स गर्दाखेरि तपाईँको बढ्दैन त्यसले गर्दा बेनिफिट हुन्छ तर अब लङ स्टोरी सर्ट यतिखेर भन्दाखेरि चाहिँ के छ भने हामी सबैको एक्सपेक्टेसन चाहिँ आउने दिनहरूमा चाहिँ इन्ट्रेस्ट रेट घट्छ क्यास रेट घट्छ त्यो कारणले चाहिँ होम लोनको इन्ट्रेस्ट रेट घट्छ भन्ने प्रेडिक्सनको कारणले मैले आफूले चाहिँ पर्सनली यतिखेर सोच्दाखेरि चाहिँ फिक्स रेट अथवा फिक्स गर्ने टाइम भएको जस्तो चाहिँ मलाई लाग्दैन त्यसले गर्दा तपाईँको आफ्नो सिचुएसन के छ त्यो अनुसार सल्लाह गरेर गर्न सकिन्छ